यो चाहिँ हाम्रो फर्पिङको झुलुङ्गे पुल फाइनल्ली हामी पनि आइपुग्यौँ दोस्तो। यता चाहिँ यस्तो राम्रो रहेछ होइन, सल्लाहघारी सल्लाह रहेछ। यहाँ चाहिँ हाम्रो फर्पिङको पुल धेरै मैले टिकटकमा देखेको भएर आज यसो हेर्न आएको, रमाइलो रहेछ। यता छ मेरो कान्छो भाइ, एकदम रमाइलो रहेछ फर्पिङको पुल। गाइजहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ, एकदम रमाइलो ठाउँ छ, एकदम हावा राम्रो आउने रहेछ। डर मर्दो रहेछ, झरा पनि मरि गइँदो रहेछ, एकदम राम्रो छ। मेरो भिडियो बनाउँदै हिँड्ने त्यहाँबाट, म यताबाट बनाउँछु। फाइनल्ली गाइज एकदम राम्रो ठाउँ चाहिँ रहेछ। त्यहाँदेखि पारिबाट हिँड्नु, अब तेरो भिडियो यस्तो गर्दै हिँड्छु म अगाडि हिँड्छु, तेरोबाट मलाई गर्दै हिँड्छु, तेरोबाट सार्नुपर्छ। राम्रै हो है फाइनल गाइज, एकदम राम्रो छ यो ठाउँ चाहिँ। सबैजना घुम्न आउनु होला, एकदम रमाइलो छ। दक्षिण काली एरिया, दक्षिण काली नपुग्दै एकदम राम्रो रहेछ। हामी माछा पोखरीबाट हिँडेको चाहिँ 22 किलोमिटर टाढा छ, एकदम राम्रो, एकदम राम्रो हेर्नु पाइन्छ। यता तल हेऱ्यो भने चाहिँ फेरि यस्तो मात्रै छ। तल हेर्दा चाहिँ आङ्ला किने खालको रहेछ ठाउँ चाहिँ, एकदम रमाइलो छ। रमाइलो चाहिँ एकदम रमाइलो रहेछ। पारिपट्टि एकचोटि पुग्दिउँ न त। कसको छोरा कसको छोरी, रमाइलो रहेछ। रमाइलो चाहिँ बहुतै रमाइलो रहेछ, रमाइलो लाग्यो मलाई चाहिँ। अन्त यस्तो पुलहरू धेरै नहिँडेको त होइन, धेरै हिँड्ने उता पनि, योभन्दा लामो पनि हिँड्ने, तर त्यो बस अहिले अब त्यो पुलहरू खासै छैन उता चाहिँ। हाम्रोतिर चाहिँ पहिला योभन्दा यसको डबल तिर्बल